हिजोदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसएई मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सुनसरीको 2वटा परीक्षा केन्द्रका 4 जना गार्ड शिक्षकलाई निष्कासन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै गढी गाउँपालिका 2 मा रहेको श्री सरस्वती मावि औरामनी परीक्षा केन्द्रमा निजी विद्यालयबाट खटेका 2 जना शिक्षक निष्कासन गरिएको छ भने दुहवी वार्ड नम्बर 5 स्थित रहेको श्री सरस्वती मावि दुहवी परीक्षा केन्द्रबाट पनि 2 जना शिक्षकलाई निष्कासन गरिएको छ। परीक्षामा परीक्षार्थीहरूलाई चिट चोर्न सहयोग गर्ने निजी विद्यालयबाट 10,000 का दरले विद्यार्थीलाई पास गराइदिने शर्तमा पैसा लिएको भन्दै स्वयं गार्ड शिक्षकले नै अनुगमनमा खटेका प्रजी अगाडि कबुल गरेपछि 2 जना शिक्षकलाई दुहवीका सरस्वती क्षेत्रबाट निष्कासन गरिएको हो। निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्को शिक्षक गार्ड राखी परीक्षा सञ्चालन गर्ने प्रजीव मिश्रले बताएका छन्। सरस्वती मावि दुहवीका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल सिन्हा र कर्मचारी सजीव गुप्तालाई यस पटकको लागि सचेत गराइएको छ। सुनसरीको परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपबाट आजको परीक्षा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सुनसरीबाट मात्रै 13,663 जना विद्यार्थी परीक्षा दिँदैछन् भने सुनसरीको दुहवीका 3 वटा परीक्षा केन्द्रबाट 595 जना परीक्षार्थीहरू सहभागी भएका छन्। सरस्वती मावि परीक्षा केन्द्र दुहवीमा 7 वटा निजी र एउटा सरकारी गरी जम्मा 8 वटा विद्यालयबाट 258 जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् भने महेन्द्र मेमोरियल परीक्षा केन्द्रमा सरस्वती मावि र थर्ड आई स्कुलका गरी जम्मा 168 जना परीक्षार्थी रहेका छन्। अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिमिल सिन्हा, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना प्रमुख, इलाका प्रहरी कार्यालय दुहवी प्रमुख र स्थानीय सञ्चारकर्मीहरू समेत रहेका थिए।